हेलो हाय वेलकम टू माय नेक्स्ट ब्लॉग। अभी मैं हूँ आज भी घर पर ही और आज मैं हिंदी में बात नहीं करना चाहूँगी और मैं नेपाली में बात करना चाहूँगी क्योंकि आज मैं इंडिया की और नेपाल के बारे में नहीं, मैं वन एंड ओनली आज मैं नेपाल के बारे में बात कर रही हूँ। सो आज म पुरा नेपालीको लागि अनि नेपाली भित्र रहेका नेपाली जनताहरूका लागि म मेरो परिवार र मेरो देशका लागि म कुरा गर्दैछु। जो नेपालमा रहेका अहिले फेरिएका नयाँ मन्त्री, प्रधानमन्त्री, गृहमन्त्री जो छन्, आज हुँदै गरेको घटनाले गर्दाखेरि मलाई यति धेरै दुखी सायद म थिइनँ होला। योभन्दा अगाडि म यति धेरै दुखी थिइनँ जति आजको न्युज हेरेर म दुखी छु। त्यो कारणले गर्दाखेरि पनि म यो भिडियो बनाइरहेकी छु है। मलाई थाहा छैन राजनीतिको बारेमा, र पनि नजाने मान्छे हो, तर देश प्रेम र देशको बारेमा धेरै माया गर्ने मान्छेमा पर्छु म पनि एकजना व्यक्ति, किनकि मैले आफ्नो देशभन्दा बढी अर्काको देशमा बसेर काम गर्दै गरेको मान्छे हुँ। अहिले म भलै घरमा छु, म आफ्नो घरमा आएकी छु, म घरभित्र छु, सुरक्षित छु। यसको मतलब यो होइन कि म बाहिर हिँड्दा खुल्लामा म सुरक्षित छु। तर हिजोको दिनमा जो पुराना राजनीतिक दलहरू थिए, जो आज जेनजीले जुन नयाँ रूप दिएको थियो देशका निम्ति, जो देशलाई परिवर्तनका लागि एउटा नयाँ उपहार दिएको थियो, मेरो नजरमा बेस्ट एन्ड बेस्ट सुदन गुरुङ हुनुहुन्थ्यो। तपाईँलाई निकाल्न कसको हात कसले के गर्यो त्यो मलाई थाहा छैन, म जान्दिनँ। मलाई राजनीतिको बारेमा अहिले फेरि भन्छु, राजनीतिको बारेमा र पनि नजानेको मान्छे हो म। तर देश प्रेम र देशको लागि लडिरहेको एकदमै सच्चा प्रेमी भनेको म बालेन्द्र शाहको पोस्ट गर्दै गर्दाखेरि पनि मैले विशेष मानेको भनेको सुदन गुरुङ हुन्थ्यो। स्पेसली म आज के भन्न चाहन्छु, मैले यो बोल्न नहुने शब्द हो, किनभने हिजोका दिनमा आज हप्ता दिन बितेको छैन, नेपाल सरकारले चाहिँ हाम्रो यो दलित समूहलाई अथवा यो जातीय रूपमा चाहिँ यो अब कुनै पनि विभेद छैन, सबै हामी एक हौँ, एक परिवार हो भन्ने तरिकाले जुन तरिकाले माफी मागेर माथि पुगेको ठाउँ भए पनि आज म के भन्छु भनेदेखि तपाईँहरूले चाहिँ आफूलाई बचाउनका निम्ति तपाईँले जातीय रूप पनि देखाएकै छ क्या यो हिस्सामा चाहिँ। किनभनेदेखि शाह खानदान पनि पुरानो हो र क्षेत्री बाहुन ब्राह्मण पनि यो पनि पुरानै नीति हो। तर जो मङ्गोलियन रूप आएको थियो, जुन रूपले एकदमै ताण्डव मचाएर चाहिँ जुन सुरक्षा नेपाललाई दिएको थियो, जुन शान्ति रूपमा एकदमै उसले राम्रो काम गरिदिएको थियो, यो कसैलाई सहनशील भएन, कसैलाई पनि यो काम राम्रो लागेन। किनभनेदेखि उसले जुन गृहमन्त्रीको पद खाइसके पछाडि जो सही काम गर्दै जाँदाखेरि, त्यो काम गर्दै जाँदा आज तपाईँहरूले भन्नुभएको छ के नाम भनेको छ, दीपक भट्ट त ऊ जमानादेखि दलाली गर्दै आएको मान्छे हो नि, होइन र? जुन केपी ओलीले समाएर, केपी ओली सरकारमा रहँदाखेरि केपी ओलीले नै समाउनु पर्ने व्यक्तिले नसमाएर आज बोल्दै गर्दाखेरि, हिँड्दै गर्दाखेरि कसैलाई ठोकिनु, कसैमा ठोकिनु, त्यो सबैभन्दा ठुलो गहिरो सम्बन्ध त्यहाँ हुँदैन। म पनि हिँड्दै गर्दा कसैसँग, मेरो पनि कसैसँग ठोकिन सक्छ, यसको मतलब यो होइन कि त्योसँग मेरो सम्बन्धै हुन्छ भन्ने कुरा। तर सुदन गुरुङलाई हटाउँदै गर्दाखेरि सरकार तिमीले पनि दुई वचन बोल्नु पर्थ्यो। तिमीले यदि राजीनामा सुदन गुरुङले दिँदै गर्दाखेरि तिमीले राजीनामा स्वीकार नगरेको भए तिमी सच्चा हुन्थ्यो। तर तिमी त्यो पदमा पुग्नका लागि बालेन्द्र सरकार तिमीले पनि कहीँ न कहीँ सुदन गुरुङलाई तिमीले युज गरेकी हो। किनभने हिजो जुन तरिकाले यहाँ आन्दोलन हुँदै गर्दा आतंक मचिरहँदाखेरि तिमी घरभित्र दैलो लगाएर बस्ने व्यक्ति तिमी हो। घरभित्र दैलो ठोकेर चाहिँ सिर्फ स्टाटस गर्ने मान्छे तिमी हो बालेन्द्र सरकार। त्यस पछाडि त्यो अवस्थामा पनि, त्यो माहौलमा पनि म हुँ भनेर नकसीको साथ, नकसीको सपोर्ट, वान एन्ड वानली 25 वर्षका अनि 17 वर्षका युवा युवतीले सपोर्ट गर्दैमा उसको साथ र उसको सपोर्टले, न मनीको सपोर्ट, न फ्यामिली सपोर्ट, न राजनीतिक सपोर्ट, न एनी केही नहुँदाखेरि पनि वनली ती बच्चाहरूको सपोर्टले उठेको सुदन गुरुङको आड लिएर तिमी यो राज्य सत्तामा तिमी पुगेका मान्छे हो। यदि तिमीले गुरुङ बोल्दै गर्दा, गुरुङले मैले राजीनामा दिँदैछु भन्दै गर्दा तिमी सही छौ, तिमीले यो सम्बन्ध, यो चिजलाई चाहिँ तिमीले, यो जुन अवस्था छ त्यसलाई तिमीले बचाएर जुन काम गरिरहेछौ त्यो सही छ भनेर तिमीले त्यो स्वीकार नगरेको भए गुरुङले राजीनामा दिनु पर्ने थिएन। तिमीले पनि खुद यो राजीनामा गराउनका लागि कहीँ न कहीँ तिम्रो हात छ। हरेक कुरामा हुन सक्छ तिमी राम्रो ठाउँमा छौ, राम्रो पोस्टमा छौ, राम्रो काम गर्दैछौ, तर मेरो नजरमा तिमी जति थियौ त्यो भन्दा 10 गुणा तल पुग्यौ। मैले तिमीलाई सम्मान गर्नु एउटा कुरा हो, तर जति सम्मान गर्दै थिएँ आजदेखि त्यो सम्मान मेरो दिलमा रहेन। किनभने म जस्तै युवतीहरू, म जस्तै युवाहरू रोडमा हिँड्दै गर्दाखेरि कोही मारिएका छन्, कोही बलात्कृत भएका छन्। तर तिनै चिजहरूलाई चाहिँ सुदन गुरुङ गृहमन्त्री भएको केही
दिनभित्र नै उसले कति गुन्डाहरूलाई कति नराम्रो चिजहरूलाई चाहिँ उसले समेटेर उसलाई कारबाही गरेर जेलको काठगोरीसम्म पुर्याउने व्यक्ति सुदन गुरुङ हुन्। तर बालेन सरकार तिमीले चुप बस्नु अनि उसले गरेको राजीनामालाई स्वीकार गर्नु। तिमी सिर्फ उसको सुदन गुरुङको आड लिएर खुड्किलोमा त्यो माथि पुगेर तिमी सरकार बन्नेको मात्रै। यदि तिमी सच्चा थियो भनेदेखि सुदन गुरुङको गल्ती कहाँ थियो त्यो एकपल्ट भनिदिएको भए। अहिले तिमीले भन्दैछौ राजीनामा दिनुभन्दा अगाडि उसले चाहिँ ऋण लिएर सेयरमा पैसा हालेको। ऋण लिएर पैसा हाले तिर्न त एक दिन सक्ला नि त उसले पनि। कहीँ न उसको पनि क्षमता भएर न उसले पनि ऋण लिए। मैले पनि कहीँ सेयर गर्नु पर्यो र कहीँ केही इन्भेस्ट गर्नु पर्यो काम मसँग पैसा छैन। म पनि दिन कमाएर दिन खाने मान्छे हो, ऊ पनि दिन कमाएर दिन खाने मान्छे नै हुन्। मैले पनि कहीँ न कहीँ ऋण लियो भने के तिमी पनि मलाई समाएर जेल हाल्छौ या फिर मैले गर्दै गरेका कामहरूलाई ती हटाएर तिमीले मलाई रोडमा भिख माग्ने भिखारी बनाउन सक्छौ? हाम्रो कुरा छोडिदेऊ। उसले राम्रो काम गर्दै गर्दा तिमीले जातीयवाद ल्याएकै हो यहाँ। यदि तिमी जातीयवाद ल्याउँदैन थियो भनेदेखि गुरुङले गलत गरेका थिएनन्। जे गर्दै थिए सही गर्दै थिए। कसैसँग कुरा हुँदैमा, कसैसँग भेट हुँदैमा, कसैमा ठोकिँदैमा ऊ गलत हुँदैन। मलाई थाहा छैन दीपक भट्ट कतिसम्मको दलाल हो भन्ने कुरा, तर दलाल यो महिना दिनभित्रमा भएको पक्कै पनि होइन। ऊ जमानामा ऊ समयमा पनि थियो। तब पनि तिमी गुरुङ भन्दा पनि माथिल्लो पोस्टमा तिमी मेयर अवस्थामा थियौ। नगरपालिकाको मेयर हुँदै गर्दाखेरि पनि त्यो बेला त्यो दीपकलाई तिमीले सोध्न सक्थ्यौ, खोज्न सक्थ्यौ, पक्राउन सक्थ्यौ अथवा पक्रिन सक्थ्यौ। त्यो बेला खोजेनौ, तिमीले त्यसलाई खुड्किलो बनाइरख्यौ। तर जब आज उसले केही गर्दै गए अनि तिमीले त्यही खुड्किलोको टाउकोमा टेकेर फेरि उसैलाई डोरी लगाएर फाँसी लगाउने बाटो तिमीले बनायौ बालेन सरकार। बाँकी योभन्दा अगाडि मलाई भन्नु केही छैन। मेरो एकदमै धेरै गुनासो यही हो, या त सुदन गुरुङ फर्किनुपर्छ या त राजा नै आउनुपर्छ। तिमी जस्तो मान्छेले पनि भोलि जातीय रूप देखाएरै छोड्छौ। एक दिन तिमीले पनि यही अवस्थामा पुर्याउँछौ देशलाई कि जो हिजोको अवस्थामा हिजोका व्यक्तिहरूले, हिजोका राजनीतिक दलका व्यक्तिहरूले गरेका थिए। यदि तिमी साँचो थियौ भनेदेखि सुदन गुरुङको राजीनामा पत्र स्वीकार गर्ने थिएनौ र उसले राजीनामा दिँदैछु भन्दाखेरि तिमीले त्यो कुरालाई तिमीले छलफल गरेर तिमीले उसलाई सही बाटोमा या सही कुरामा सपोर्ट दिन्थ्यौ। तिमीले दिएनौ किनभने तिमीले पनि भोलिका दिनमा उसको टाउको टेकेर तिनै गलत काम गर्नेछौ। आज भरे तिमीले सुकुम्बा छिटोमा बस्दै गरेका ती बस्तीहरूका घर भत्काएर अलिकति राम्रो काम देखाउँदैमा तिमी राम्रो हुने छैनौ। तिमी राम्रो हुनुहुन्छ भने आजै हुनुपर्छ, अहिले हुनुपर्छ र सुदन गुरुङलाई फर्काउनुपर्छ। यो मेरो मात्रै होइन, म जस्ता हरेक युवाहरूको अनि हरेक युवतीहरूको इच्छा हो। तिमी गलत छौ, यो गलत सही गर्नुपर्छ। यदि सही हुँदैन भने मलाई अरूको बारेमा थाहा छैन, मलाई तिमी पनि चाहिँदैन। मलाई राजा चाहिन्छ, राजा नै आउनुपर्छ। मलाई यो भन्दा धेरै बोल्न मन छैन किनभने मलाई एकदमै धेरै मन दुखेको अवस्था पनि छ। म हर पल म न्युजै हेरिरहेको छु होइन। अहिलेसम्म मैले 3-4 घन्टादेखि म बसेर कन्टिन्यू बसेर म न्युज मात्रै हेरिरहेको छु है। यो अवस्थामा हेर्दै गर्दाखेरि जति पनि उसले गरेका काम होइन, जुन व्यक्तिले होइन पुस्तौँसम्म गर्न नसकेका कामहरू उसले 22 दिनभित्रमा गरेर देखाए सुदन गुरुङले। 6 घन्टा सुदन गुरुङ गृहमन्त्री पद लिएको कति 12 घन्टा नबित्दै उसले कति राम्रा काम गरेर देखाए। गलत ऊ पनि थिए। गलत नभएका भएदेखि आफ्नै पार्टीबाट फ्याँकिने थिएनन्। गलत ऊ पनि थिए। आफ्नै पार्टीले लात मार्दै गर्दा आज पनि उसले लात मार्दै गर्दाखेरि सुदन गुरुङले समेटेर यो ठाउँलाई ल्याएर जुन गलत थियो त्यो गलतलाई सच्याएर जो गलत थियो उनीहरूलाई जेलको कठघरासम्म पुर्याउन सक्ने व्यक्तिलाई न कसैको साथ थियो, न कसैको सपोर्ट थियो, न राजनीतिक दलका कुनै पार्टी या त कोही यस्ता ठुला दलका व्यक्ति कोही थिए उसलाई सपोर्ट गर्ने। फेरि पनि वान एन्ड वानली जेनजीको सपोर्टमा उठेका सुदन गुरुङलाई आज तिमीले जातीय दलका रूपमै तिमीले हराएको। तिमीले उसको सिडी टेकेर उसको टाउको टेकेर माथि पुगेका व्यक्ति हो। भोलि तिमीले पनि हिजो व्यक्तिले जो गरेका थिए हिजोका दिनमा केपीले राम्रो काम नगरेका हुन् र जब सरकारमा आउँदै थिए उनी त्यो सत्तामा पुगे उसले राम्रो काम गरेका हुन् नि। सुरुमा देखाएका होइनन् र देखाएका सबैका मुखमा केपी बा जिन्दाबाद नै थियो क्या। तर जब उनले केही काम गरिसके त्यस पछाडि मात्रै ऊ पनि गुन्डा गर्न पुगेका हुन्। तब मात्रै उनले पनि भ्रष्टाचार सुरु गरेका हुन्। तिमीले पनि आज 2 पल तिमीले राम्रो देखाएर भोलि पनि तिमी त्यही रूप देखाउनेछौ। यो आजै जब सुदन गुरुङले राजीनामा दिए त्यो राजीनामा स्वीकार गर्नु, त्यो पत्रलाई स्वीकार गर्नु नै
तिम्रो पनि त्यो राजनीतिक दलको सबैभन्दा पोइन्टेड अनि ठुलो पार्ट हो। योभन्दा बढी गुनासो तिमीसँग पोख्नु छैन, किनभने तिमीसँग गुनासो पोखेर पनि तिमी सुन्नेवालामा छैनौ। तिमी आज व्यस्त छौ आफ्नै परिवार, आफ्नै सन्तान, आफ्नै छोरीका लागि। अरूका छोरी, अरूका चेलीबेटी कहाँ पुगे, कस्ता भए तिमीलाई फरक पर्दैन क्या, किनभने तिमी पनि त्यही ठाउँमा पुगिसकेका छौ। परिवर्तन हुनुपर्छ भने तिमीबाटै हुनुपर्छ र यो राजीनामा तिमीले अस्वीकार गर्न फिर्ता गर्नुपर्छ, तब मात्रै हामी सन्तुष्टि हुनेछौँ। होइन भने तिमी पनि त्यही व्यक्ति हो जो हिजोका व्यक्तिले गरेर देखाए। बाँकी नेक्स्ट ब्लगमा अहिले म धेरै बोल्न सक्दिनँ, आइ एम रियली सरी, मलाई यो बोल्नु हुँदैन थियो होला, तर म आज बोल्न बाध्य भएँ। मैले कहिले पनि यो तरिकामा बोलेको थिइनँ, यसरी बोलेको थिइनँ। हिजो केपी ओलीले राम्रो काम गर्दै गर्दाखेरि जब उसले गलत गरे नि, गलत गर्दै गर्दाखेरि मैले यसरी नै आवाज उठाउँदाखेरि मेरा पनि आवाजहरूलाई बन्द गरेको थिएँ। 3 महीनासम्म मेरा फेसबुक, इंस्टा, यूट्यूब, भाइबर वाट एभर जो भी मैं यूज करती थी सब चीज बन्द गरिदिएको थियो, सबै थोक बन्द गरिदिएको थियो क्या नेपाल सरकारले त्यो बेला। आज पनि बाबी सरकारले यदि म माथि पनि यसरी मेरा आवाजहरूलाई बन्द गराउनका लागि अथवा म जस्ता युवाहरूका लागि बन्द गराउन तिमीले पनि त्यही काम चालु गर्छौ भने गर, फरक पर्दैन, हामी फेरि रोडमा उत्रिनका लागि तयार छौँ। तर तिमीले यो राजीनामा पत्र फिर्ता गर्नुपर्छ, सुदन गुरुङ वापस आउनुपर्छ। बाई बाई।